हेलो गाइज ल आज हेर्नुस् गर्मीले अत्याधिक भएर केटाहरू स्विमिङ गर्न पसेका छन् भित्र स्विमिङ पुल भित्र अनि स्विमिङ गरेको पनि 1.5 घण्टा हुन लागिसक्यो। म त यो ब्लग गर्ने चक्करमा न स्विम गर्न पाएँ। स्विम के गर्नु हो, पसिनाले यत्तिकै नुहाइसके हेर्नु न। अनि केटाहरू चाहिँ स्विम गरे छन् अघिदेखि, रमाइलो भयो भन्दैछन्। यहाँ उनीहरू मात्रै होइन, थुप्रै गर्मीमा मान्छेहरू एकदम बढ्दा रहेछन् कि स्विम गर्नको लागि। अब हुन पनि हो नि त, अत्याधिकै गर्मी छ। अब तराईको गर्मी एकदम धेरै गर्मी हुन्छ अनि यतिखेर त स्विमिङ पुल भरि हुनु पनि अब नर्मलै कुरा हो। जस अब अरू बेला त खासै यहाँ मान्छेहरूको त्यति घुइँचो देखिँदैन थियो। यो बेला चाहिँ अत्याधिक अब ठुला साना भर्खर सिक्दै गरेका सबैहरू आएका छन् के स्विमिङ गर्नको लागि। यहाँ देख्न सक्नुहुन्छ सूर्य साँझ पर्न पनि लागेको छ, तर केटाहरू निस्किने नाम ल्याएको छैनन्। आनन्द भएको छ उनीहरूलाई यो गर्मीमा स्विमिङ गर्न पाएकोले। अनि त्यही भएर अब बोलाउँदैछन् किन हो, ल हेरौँ है त। अनि यहाँ पछाडि हेर्नु न कति राम्रो भ्यू छ हाम्रो। यो के अरे पछाडि चाहिँ ब्याम्बो रिसोर्ट छ होइन। अनि यो चाहिँ मेरो पनि ड्रिम प्रोजेक्ट थियो के, म पनि यही बिजनेस गर्छु भन्ने सोच्थेँ होइन। कति राम्रो छ क्या, एकदम बाँसले बनेको होइन। अब बिल्डिङका होटल ब्याङ्कुटहरू त एकदम धेरै देखिन्थ्यो होइन, तर यो जुन छ नि ब्याम्बो रिसोर्ट, यो चाहिँ मलाई एकदम मन पर्छ क्या, एकदम मन पर्छ। अनि यो सँगै छ। अनि के कस्तो लागिरहेछ हेर्नुहोस् अनि भन्नुहोस्। मेरो साथीहरू कता गयो त? एउटा चाहिँ कानमा पानी पस्यो भनेर निस्किएको थियो, निस्केर बसेको बिचरा स्विमिङ गर्छन् थाक्छन् अनि आएर बस्छन्। कस्तो हुँदैछ त? फेरि अरू केही देखिएला नि। अनि युट्युबमा हाल्दाखेरि त फेरि सबैले दर्शन गर्लान् नि। अनि रमाइलो हुँदैछ। ल त यही टुङ्ग्याउँछु।